हेलो नमस्ते जय नेपाल साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो अर्को ब्लगमा। साथीहरू आज चाहिँ मस्त घाम लागिरहेछ है, दामी घाम लागेको छ है। म चाहिँ अब आज यसो हेयर कट गर्न लाग्यो। हाम्रो हल्दार साहबले चाहिँ कटिङ हानिदिनुहुन्छ अरे होइन। उहाँलाई हल्दार साहब कटिङ गरिदिने हो मेरो हेयर कट कडा हो। ल ल मस्त हावा चलिरहेको छ साथीहरू। पछाडिको मात्र साथीहरू हेयर कट भयो, दुईवटा हात लागेर कटिङ भयो नि। आऊ न मोबाइल समाऊ न। भएन यसरी काट्यो, यसरी यतातिर यस्तो बनाइयो, यतातिर यसरी हो, यसरी सर काट्यो र यस्तो भयो होइन। अब यसो कस्तो छ कपाल कटिङ यस्तो कमेन्ट गरिदिनुहोस्, प्रतिक्रिया दिनु होला। यसरी यस्तै सर एउटा हातले यस्तै सर्ट गर्ने यस्तो भयो। भाइ चाहिँ यही हो, टक्क हिरो देखेछ कि नै, यसो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। साथीहरू कपाल कटिङ भइसकेको छ, अब यसो नुहाउनु पऱ्यो। साथीहरू नुहाइ गइयो नुहाइयो होइन। साथीहरू अहिले चाहिँ हावा चलिरहेछ होइन। हावा चल्दा के छ यहाँ इन्ट्रेस्टिङ चिज भनेको, यहाँ चाहिँ यो बुढो आँपको रुख छ कि, यो बुढो आँपको रुख छ। यो रुखबाट टक्क आँपहरू झर्छ, यो झरिरहेको हुन्छ है। जगभरि थियो क्या, जगभरि थियो। अहिले खाइ यति बनायो। यो आँप पनि कस्तो सानो छ कि ठ्याक्क मुखमा अट्छ। यति धेरै झर्या कोही चाहिँ अमिलो छ क्या धेरै। खाइसकेँ मैले, खाइसकेँ।
हाम्रो चाहिँ साथीहरू यहाँ धनियाँ निकाल्न लाग्यो। यहाँ धनियाँ लाएको थियौँ हामीले है, धनियाँ लाएको थियो, छोपेर राखेको थियो कि यो। साथीहरू खाना खाइयो है, खाना खाइयो। रात पर्न लागिसक्यो है, रात पर्दैछ भनौँ, पर्नै लागिसक्यो। र आजको दिन यस्तै रह्यो है साथीहरू। अब के भन्नु, भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला है, सेयर गरिदिनु होला, मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, जो पनि नयाँ आउनुहुन्छ सब्सक्राइब गरिदिनु होला। र आजको डे चाहिँ सकिन्छ यहीँ। ओके, बाई बाई, जय नेपाल, गुड नाइट।